नमस्कार म अजय गोर्खा। वास्तवमा हामी पहाडियल नेबुलालाई चाहिएको चाहिँ के हो? अब चाहिएको चाहिँ के हो भने बङ्गालको पुलिस प्रशासनको हेपाई, सानी आमाको व्यवहार, प्राकृतिक संसाधनहरूको डकैती, छोरीचेलीहरूको सुरक्षा, बेरोजगारी, विकास निर्माणको कमी, भ्रष्टाचार, राजनीतिक भ्रष्टाचार, प्रशासन र कर्मचारी तन्त्रको अकर्मण्यता, भाषिक अतिक्रमण, सांस्कृतिक अतिक्रमण, जातीय अनि सांस्कृतिक विभाजनको राजनीति, भूराजनीति अनि भविष्यको सम्भावना इत्यादिलाई मध्यनजर मधेसिया विस्तारवादको रोकथाम, जातीय एकीकरणको माध्यम, प्राकृतिक संसाधन, भाषा अनि संस्कृतिको संरक्षण अनि सिक्किम जस्तै आफ्नै छुट्टै राज्य अनि भविष्यको राजनीतिक उथलपुथलबाट सुरक्षा दिन सक्ने पुलिस प्रशासनको व्यवस्था अनि हस्तक्षेप नभएको छुट्टै निर्धारित सीमा क्षेत्र। अनि यो भारतीय देश, राष्ट्र अनि संविधानको परिधिमा कसरी अनि कुन व्यवस्था प्राप्त हुन्छ भन्दा यसको सबैभन्दा राम्रो, सबैभन्दा कम राम्रो 8वटा वर्गीकरण गर्न सकिन्छ। प्रथम सर्वोत्तम, पर्मनेन्ट अनि सबैभन्दा सुरक्षित संरक्षित चाहिँ डुवर्स सिलगढी सहित सिङ्गै गोर्खालाई ट्राइबल स्ट्याटस सहितको छुट्टै राज्य गोर्खाल्यान्ड। यसले एउटा राज्यको सिङ्गै व्यवस्था पनि स्थापित हुन्छ अनि ट्राइबल स्ट्याटसको कारणले मधेसिया साम्राज्यवाददेखि पनि सुरक्षा दिन्छ। अब यो सम्भव छैन। किन सम्भव छैन त भन्दा बङ्गाल सरकारको मात्र होइन, यसले त केन्द्र सरकारको शोषण गर्ने मार्ग अवरुद्ध हुन्छ। मधेसिया राजनीतिले चलखेल गर्ने मार्ग अवरुद्ध हुन्छ। अब यो क्षेत्र नै भुटान जस्तो अनि बिस्तारै उत्तर पूर्व जस्तो बन्दै जान्छ। यसकारण यो देशले दिन सक्छ तर दिन चाहँदैन। अब दोस्रो चाहिँ सिम्पल साधारण सिलगढी डुवर्स सहित छुट्टै राज्य गोर्खाल्यान्ड। यसले हाम्रो क्षेत्र ठ्याक्कै सिक्किम जस्तो बन्दै जान्छ। विकास निर्माणको काम चाहिँ हुन्छ, तर भ्रष्टाचार र गुण्डाराजले राजनीतिलाई हाइजेक गर्छ। जात उपजातको राजनीतिले सिङ्गै पहाडलाई विभाजन गर्छ अनि यसले सिङ्गै उत्तर बङ्गालको समस्याहरूको समाधान गर्न नसक्ने हुनाले केन्द्र सरकारले यस दिशामा पहल गर्न चाहँदैन, छुट्टै राज्य गोर्खाल्यान्ड दिन चाहँदैन। अब तेस्रो छ सिङ्गै गोर्खालाई ट्राइबल स्ट्याटस सहित माल मटेली अनि डुवर्स सहितको जिटिआर अनि गोर्खा आदिवासी नामको उत्तर बङ्गाललाई लेजिस्लेसन सहितको युनियन टेरिटोरी। यसले पश्चिम बङ्गालको बङ्गाल साम्राज्यवाद अनि बाट पनि मुक्ति पाइन्छ अनि पहाडको प्राकृतिक संसाधनको दोहनबाट पनि मुक्त पाइन्छ। यो व्यवस्थाले चाहिँ सिङ्गै उत्तर बङ्गालको समस्याहरूको समाधान पनि गर्छ, गोर्खाको एकीकरण पार्ने सहयोग गर्छ, पहाडको हित पनि सुरक्षित हुन्छ, पहाडको प्राकृतिक संसाधनहरूको दोहनमा पनि नियन्त्रण हुन्छ। अब चौथो छ सिङ्गै गोर्खाहरूलाई ट्राइबल स्ट्याटस अनि माल मटेली अनि डुवर्स सहितको जिटिआर। त्यसपछि सिङ्गै उत्तर बङ्गाललाई गोर्खा आदिवासी नामकरणको तर लेजिस्लेटेड बिनाको युनियन टेरिटोरी। यसले गोर्खाहरूको हित पनि सुनिश्चित हुन्छ, पश्चिम बङ्गालको विस्तारवादको दाँतदारा अनि नङ्ग्रा पनि केही मत्थर हुन्छ। यो व्यवस्थाले चाहिँ सिङ्गै उत्तर बङ्गालको समस्याहरूको समाधान पनि गर्छ, गोर्खाको एकीकरणमा सहयोग पनि गर्छ, पहाडको हित पनि सुरक्षित गर्छ, सुनिश्चित गर्छ, पहाडको प्राकृतिक संसाधनको दोहनमा पनि नियन्त्रण हुन्छ, राष्ट्रहितमा पनि छ। पाँचौं छ दार्जिलिङ, कालिम्पोङ लगायत सिङ्गै उत्तर बङ्गाललाई युनियन टेरिटोरी, मात्र युनियन टेरिटोरी। यसले देशीय विस्तारवादको दाँतदारा अनि नङ्ग्रालाई केही रूपमा मत्थर पार्छ। जातीय प्रतिस्पर्धाको कारण गोर्खा जाति सुरक्षित अनि संरक्षित चाहिँ बन्दैन, पहाडको प्राकृतिक संसाधनहरूको डकैतीमा पनि रोक लाग्दैन, तर गोर्खा जातिमा विभाजन भने केही स्तरको रोक लाग्छ। अब छैटौं छ सिङ्गै गोर्खा जातिलाई ट्राइबल स्ट्याटस सहितको जिटिआर। यसले गोर्खा जातिमा विभाजनमा रोक ल्याउँछ, जातीय एकीकरणको मार्ग प्रशस्त गर्छ, मधेसिया विस्तारवादको विरुद्धमा एउटा स्तरको ढाल चाहिँ बन्छ, तर बङ्गाल सरकारको माताहतमा रहेको कानुन अनि व्यवस्था अन्तर्गतको पुलिस अनि प्रशासन विभागले षड्यन्त्र भने गरिरहन्छ, 6 सिड्युललाई सुचारू रूपले चल्न चाहिँ दिँदैन। अब सातौं छ सिलगढी डुवर्स लगायतको 6 सिड्युल अन्तर्गतको जिटिआर। यसले यस क्षेत्रलाई चाहिँ सुरक्षित गर्छ, तर सिङ्गै गोर्खा जातिलाई भने अझ विभाजन नै गर्छ। आठौं छ जिटिएको अपग्रेडेसन अर्थात् बङ्गाल सरकारसित 2007 को आन्दोलनपछि मेमोरेन्डम अफ सेटलमेन्टको करार अन्तर्गतको सबै क्षमताहरूको हस्तान्तर अनि थप केही संवैधानिक संरक्षण।
अब यसले चाहिँ यो अल्मल्याउने कुरा मात्रै हुन्छ, यसले कुनै समस्या समाधान गर्दैन, भ्रष्टाचार अझ बढ्दै नै जान्छ, हुनेवाला केही पनि छैन। अब यो 8 वटा प्रावधानमा तेस्रो अनि चौथो अर्थात् गोर्खा आदिवासी नामकरणको युनियन टेरी अनि त्यस युनियन टेरिटोरीमा गोर्खा जातिलाई जनजातिको मान्यता सहितको जिटिआर, देश राष्ट्र उत्तर बङ्गाल पहाड अनि गोर्खा जातिको एकीकरण सबैको हितमा देखिन्छ। तर देश राष्ट्र अनि उत्तर बङ्गाल अनि गोर्खा जाति सबैको हित यस उपायदेखि तल जिटिआरमा झरेर बिजेपीले प्रस्ताव राख्छ। अनि यसरी तल्लो स्तरमा तल झरेर गोजामोलले वकालती पनि गर्छ। अनि यही स्तरमा तल झरेर पहाडका अन्य राजनीतिक पार्टीहरूले मौन समर्थन पनि गर्छन्। किन गर्छन् त भन्दा केही अन्तरालमा आउने चुनावमा भोटको स्वयंवरमा रुझाएर देशको बलात्कार गर्न पार्ने, पहाडको बलात्कार गर्ने व्यवस्थालाई सुनिश्चित गर्नु हो। अटोनोमस डिस्ट्रिक्ट काउन्सिलिङ नामकरण बदलिएर डिजिएससी अनि डिजिएससीको नामकरण गरेर जिटिए 1 अनि जिटिए 1 लाई अलिकति फेरबदल गरेर जिटिए 2 बनाएर जसरी हाम्रो राजनीतिक बलात्कार कांग्रेसले गर्यो, त्यसपछि बिजेपीले गर्यो, सिपिएमले गर्यो, टिएमसीले गर्यो, यो पालिको बलात्कारको रणनीति हो जिटिआर। अब यो जिटिआरको निम्ति पहाडलाई फकाउन बिजेपीले प्रमुख कन्ट्र्याक्टरहरूलाई कन्ट्र्याक्ट दिएको छ। यो कन्ट्र्याक्टमा पहाडका सचेतहरूलाई प्रलोभन अनि सन्तासद्वारा मुख बन्द गर्ने, कलमलाई प्रतिबन्ध गर्ने अनि अचेतहरूको दुरुपयोग गरेर सांसद चाहिँ बिजेपीले लाने, विधायक चाहिँ भागबण्डा गर्ने अनि यो कन्ट्र्याक्टमा सामेल हुने इनलिस्टेड कन्ट्र्याक्टर अनि अन्य पेटी कन्ट्र्याक्टरहरूलाई जिटिआर सत्तामा स्थापित गर्ने, सत्ताको मलाइमा भ्रष्टाचार गर्न मिल्ने व्यवस्था स्थापित गर्न एग्रिमेन्ट अन्तर्गतको रणनीति देखिन्छ। अब यो रणनीतिको कार्यनीति चाहिँ प्रथम जिटिआरद्वारा योपालि चुनावमा भोटको बलात्कार गर्ने। जिटिआरले 5-10 वर्ष पहाडमा अझ तहस नहस बनाउँछ, मणिपुर जस्तै बनाउँछ। त्यसपछि ट्राइबल कार्ड खेल्ने, कि त केहीलाई थप जनजाति बनाउने वा कि त रहेकै जनजातिलाई पनि डिलिस्टेड गर्ने अनि यो मार्फत फेरि अर्को दशकको बलात्कार सुनिश्चित गर्ने। यो कन्ट्र्याक्टरहरूमध्ये अहिले प्रकाशमा आएका अनि देखिने खतरोका खेलाडीहरूमा गोजमोमा देखिन्छ। तर पर्दापछिबाट ब्लाइन्ड खेल्ने अन्य खेलाडीहरू पनि छन्। गोजमोमा पनि रोशन गिरी अनि विमल गुरुङ प्रमुख देखिन्छन्। जनता अलिक पग्लियो भनेर नापतोल गर्नेहरू अझ पनि पर्दा पछाडि नै छन्। राजनीतिमा स्वस्थ आलोचना आवश्यक नै हुन्छ, तर घर परिवार नानीहरूको समय चोरेर संसाधन छोडेर जाति मुक्तिलाई दान गर्ने सबैलाई हृदयबाट आदर गर्छु नै। तर मलाई चाहिँ रोशन गिरी जस्तो जाति प्रेमी, विमल गुरुङ जस्तो योद्धा आफ्नो जीवनभरिको सङ्घर्ष पछि पनि निर्णायक सङ्घर्षको निर्णयमा बोक्न नसकेको, अडान लिन नसकेको, केन्द्र र राज्य बिजेपी र टिएमसीको षड्यन्त्रको तोड निकाल्न नसकेर सिङ्गै जातिको मुटु कलोजो छाला हातखुट्टा अलग अलग काटेर बेच्दै गरेको समयमा आज पनि टालटुल व्यवस्थाको वकालती गर्दै हिँडेकोमा निराश बनेको छु। धन्यवाद। जय गोर्खा।